भेजतिर चाहिँ यो दिइराख्नु न मुख पिठा गर्नुको लागि चाहिँ आसिने भने स्ट्रबेरीको गर्नु भक्कु भेज लिएर खुवाएर हेर्नु यहाँ साथीहरू सेसवान नुडल्स अझै आउँदैछ नि त फेरि भेज चाहिँ अन्त ल्याउनु किनकि अरूहरू त कति राम्रो राम्रो रेस्टुरेन्टमा लान्छ हो कस्तो सेलिब्रेट गर्छ कि मेरो बुढाले यहाँ भेजमा पो आएको फेरि कस्तो सुतिरहेछ साथीहरू भोक लागेर पनि खाएको हेर्नु नि ओ रिस उठेर गाला पनि रातो रातो भएछ अलिक नखान्थे पनि यताको रुल चाहिँ यस्तै छ साउथ इन्डियापट्टि चाहिँ होटल चाहिँ ठुलो छ तर सबै भेजिटेरियन मात्रै छ आज चाहिँ मेरो वाइफले चाहिँ पाएन आयो सेसवान नुडल्स भेजिटेबल खालि भेजिटेबल दिन्छ आज कहीँ पनि दोकान खुल्ला छैन रहेछ कि त्यसले गर्दा मेरो पैसा चाहिँ अलिक बाँच्यो आज अब यहाँ चाहिँ अब यस्तोमा पाउँछ क्वान्टिटी यो बनाएर खानुपर्छ अनि यता सक्यो मसरुम फ्राइड राइस सक्यो बिरयानी सरी बिरयानी मसरुम बिरयानी फिनिस अब फेरि यता अर्को स्टार्ट हुँदैछ अब उसले अलिकता टेस्ट गर्ने भएर भन्दैछ किनकि मैले बनाएको जस्तो हुन्छ कि हुँदैन भनेर चाहिँ अब उसले चाहिँ जुनै होटलमा गयो भने पनि अलिकता उसले चाहिँ टेस्ट गर्छ जहीँ पनि होइन त्यसले गर्दाखेरि चाहिँ किनकि अब म पनि उसको हस्बेन्ड पनि अब कुकको सेफै हो कि त्यही कारणले गर्दाखेरि चाहिँ त्यसले गर्दा उसले चाहिँ जहीँ पनि गर्ने यति चाहिँ मलाई सेटिस्फाई छ कि म होटेलमा कुकै गरेर अब म सेफ भयो भनेर पनि भनेको होइन कुकै गरे तापनि उसले जुनै होटेलमा नयाँ होटेलमा गएर चाहिँ उसले चाहिँ अब अलिकता टेस्ट गर्छ अन्त भन्छ कि मैले जस्तै बनाएको छ भने चाहिँ दामी यस्तो सेम रहेछ भन्छ तर चाहिँ वेटरहरू चाहिँ यहाँ यस्तो रहेछ ड्रेस हामी चाहिँ उटीको बिचमै मार्केटको बिचको होटेलमा चाहिँ ठुलो होटेलमा चाहिँ रेस्टुरेन्टमा चाहिँ खाना खाँदैछौँ ओके गाइस मन पऱ्यो भने लाइक सेयर गरिदिनुहोस् है रिसले चाहिँ गाला पनि हो आज त के हो पुरा रातो भइरहेछ भेज खानु पर्यो क्या नन भेज खाने बानी भेज खानु तर मिठो हुन्छ कोही बेला भेज खानुपर्छ सजिलो छ साथीहरू मिठो छ टेस्टी छ लेकिन सल्ट कम्ती छ खोइ थ्याङ्क यू चाहिँ मलाई भन्दैन थ्याङ्क यू सो मच बुढा हौडे बुढा कत्रो मुख च्यातेर खाएको तातो छ नि त चिप्रो चाहिँ ननिकल न अन्त एकदम भन्नु त योभन्दा दामी त भ्यागुताले भुसुना तान्छ होला हौ ओके बाई बाई मेरो वाइफलाई अब एकदम दिनुलाई चाहिँ अब मैले लन्च पाइसकेँ अब बाटोमा जाँदा जाँदा अब अरू केही भेटिहाल्यो उसको इच्छाले म खुवाइदिन्छु उसले जे उयो गर्छ होइन लुगा किन्नु जानु भनेको मानेन आज लुगा किनिदिउँ भनेको थिएँ उसको इच्छाले सरप्राइज दिउँ भनेको थियो तर उसले नगर्ने भनेको अब हाम्रो त्यस्तै त हो अब उसले बुझ्छ होइन
दुःख छ प्याकिङ गरेर घर लाग्ने बेलुका खाने ज्यादा भयो लोभ चाहिँ यति साह्रो छ कि ऊ प्याकिङ गरेर लाने अरे अब यत्रो 150 200 300 खेर देख्नु यो प्लेटको चाहिँ 200 रुपियाँ भेजिटेबल 200 सेसवान नुडल्स चाहिँ 200 रुपियाँ अरे अनि यो चाहिँ सक्यो साह्रो दिएन भनेर करायो कि अन्त त्यसले गर्दाखेरि चाहिँ अब 20 रुपियाँ 60 रुपियाँ 60 रुपियाँ होइन 25 रुपियाँ 30 रुपियाँ कति होला योभन्दा बढीको ल्याइदिउँ भनेको थिएँ कि छैन सर यही कि वहाँ बाहिर यहीँ यो छैन सर ब्याङ्कको तिमीलाई म अहिले सरप्राइज दिन्छु अहिले पर कोठागिरी पुगेर ल ओके बाई बाई भनिदेऊ ओके बाई बाई फर वाचिङ गाइस